दर्जामा राख्नु, एउटा नेपालीलाई एउटा शरणार्थीको दर्जामा राख्नु, नेपाली बनाउनु, यो कतिसम्म चाहिँ युक्तिसङ्गत हुन्छ। त्यस कारणले म भन्छु काठमाडौँ महानगरपालिका मेयर के तेन्दुलकर नाम राजाराम तेन्दुलकरले खदा लिएर उहाँको के अरे उसमा पाउमा खदा राखेर उहाँलाई चाहिँ खदा लगाइदिएर उहाँको पाउ ढोकेर खुट्टा हात ढोकेर तपाईँलाई हामीले चाहिँ नेपाली हुँदा हुँदा तीबाट भनेकोमा हामी क्षमा याचना गर्छौँ भने त्यति भन्न सक्यौँ भने हामी स्वीकार्छौँ। अन्यथा तेन्दुलकरजीलाई फेरि भोलिपछि हामीले केही भनिदिनु पऱ्यो भने उहाँले पनि त्यो आलोचना गर्न पाउने छैन। उहाँको पनि पृष्ठभूमि हामी जोड्न सक्छौँ कुनै ठाउँ त होइन, हामी त्यो भन्दैनौँ। त्यस कारण कालो देख्ने बित्तिकै भारतीय चाहिँ बिहारी अनि बग्गो लाउने बित्तिकै टिबेटन होइन, त्यस्तो भन्ने कामहरू नगर्नुहोस्, मान्छेको अपमान गर्न पाइँदैन। त्यसकारण आज पत्रकार मित्रहरू यो स्थलमा आएर सबैलाई चाहिँ यसको बारेमा यस्तो जानकारी गराउँला। अब हामी थोरै क्लिप छ भने त्यो चैत्य जहाँ चाहिँ जस्तो बनाएको छ त्यो देखाउन